हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। सो आज चाहिँ म बिटामोड जाँदैछु र आजदेखि चाहिँ म नयाँ पहिलोचोटि ब्लग सुरु गर्दैछु हैन। सबैले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला गाइज। नयाँ हुनुहुन्छ भने अब पुरानोले पनि हेरिदिनु होला र रमाइदिनु होला। लाइक सेयर कमेन्ट हानिदिनु होला गाइज। त्यही हो, बाटोमा भेट्नुपर्छ। सो गाइज अब चाहिँ हामी ठक्क साथले रेडी भइसकेर अब हामी हिँड्न आँटेको छौँ बिटामोडतिर। सो मेरो बाइक यहाँ छ, टक्क म यहाँ छु हैन। टक्कर गाइज म बाइकको सिनेमेटिक देखाउँछु। तपाईँ पनि बाइकमा बसिसक्नु भयो होइन। टक्क साथले अब हामी लाग्यौँ ठक्क। यो चाहिँ पाडाजुली चोक हो गाइज। अब बिटामोड जानेतिर बाटो चाहिँ यस्तै हो, धुलो धुलो एकदम। बिटामोड पुग्दा चाहिँ पुरा पाउडर लाएर गह्रो हुन्छ गाइज। यो अब हामी लाग्यौँ बिटामोडतिर। बाटो चाहिँ यस्तो घिनलाग्दो बनाएको छ। अब हामी ट्याक्कै 1.5 घन्टामा पुगिन्छ होला बिटामोडतिर। टक्क नि हाम्रो चाहिँ सानो छोटो मिठो काम छ। छोटो मिठो काम सकेर सो फाइनली गाइज हाम्रो चाहिँ त्यो बाटो एकदम धुलो भएको कारणले हामीले भिडियो बनाउन सकेनौँ। त्यही भएर हामी जस पिचतिर छिर्ने बाटो आएपछि त्यहाँदेखि हामीले ब्लग सुरु गरेको। सबैले हेरिदिनु होला। राम्रो कोही कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला गाइज। त्यही हो। सो फाइनली हाम्रो चाहिँ यहाँ दाइलाई भेटेर कुराकानी भयो र हाम्रो पर्सीको साउन्ड डिल भएर हामी लागिसक्यौँ गाइज। अब हिँड्दैछौँ, बाटोमा भेट्नुपर्छ। त्यही हो चट्ट पारा। सो फाइनली गाइज अब हामी चाहिँ ठक्क साथले कन्यामतिर लाग्दिने विचार गऱ्यौँ। त्यही भएर यो अर्को भ्लगमा हेर्नु होला, पार्ट 2 मा। अहिलेलाई बाई बाई।